साथीहरू के छ सबैजना सन्चै हुनुहुन्छ के तपाईँहरूलाई पनि कहिले काहीँ लाग्छ सबैजना अगाडि बढिरहेका छन् म चाहिँ जहाँ छु त्यही छु म पछाडि परिहाल्ने जस्तो फिल हुन्छ को आज साथीभाइहरूसँग कुराकानी गरिरहँदा यस्तै कुराहरूको बारेमा केही समय डिस्कस भयो साँच्चै एकचोटि सम्झनुहोस् तपाईँहरू जीवन कुनै रेस होइन कसैको सफलता छोटो समयमा आउँछ र कसैले 20 वर्ष 30 वर्ष पछि पनि आफ्नो सफलता प्राप्त गर्ने गर्छ तपाईँले ढिलो होइन तपाईँ आफ्नो बाटोमा आउनुहुन्छ आफ्नो ट्र्याकमा आउनुहुन्छ र अरूसँग कम्पेयर गरेर आफ्नो जुन प्रोग्रेस छ त्यसलाई तल किन पार्नुहुन्छ आज हिजोभन्दा एक कदम अगाडि बढ्नुभयो भने त्यो पनि तपाईँको प्रोग्रेसको एउटा माध्यम हुन सक्छ तपाईँको सफलतातर्फको एउटा आधार बन्न सक्छ त्यसैले बस रोकिनु भएन आफ्नो प्रोग्रेसतर्फ कन्टिन्यू दिनुहोस् त्यसैले तपाईँको पनि समय आउँछ मेरो पनि समय आउँछ अर्काको पनि समय आउँछ तर निरन्तरता दिनु पर्यो पछाडि हट्नु भएन शुभरात्रि